76 सालमा सफाई अड्डाको रूपमा स्थापना भएको संस्था नगरपालिका हुँदै 2052 साल मङ्सिर 29 गते महानगरपालिका भएको। सांस्कृतिक शहर समृद्ध महानगर हाम्रो अभियान र यसै उद्देश्यमा रहेर आज हामीले यस वडा नम्बर 6 अन्तर्गत रहेका 3वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण तथा यस समाजमा रहेका सामाजिक संस्थाहरूलाई वाद्यवादन सामग्री वितरण कार्यक्रममा आज यहाँहरूलाई यो दमकल स्टेशनको र सभा कक्षमा हामी सबैजना एउटा विश्वासको जगमा उभिएर यो आजको ऐतिहासिक कार्यक्रममा हामी सबैजना सहभागी हुनु पाउँदा म त अत्यन्त गर्वान्वित नै छु र साथसाथै यहाँहरू पनि गर्व नहुनु भए पनि खुसी पक्कै पनि हुनुहुन्छ भनेर हामीले पूर्ण रूपमा हामीले विश्वास लिएका छौँ। र आज यस सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउनुको निमित्त र यस सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट पनि उनीहरूको आफ्नो क्षमता विकास र वृद्धि गराउनुको निमित्त आज हामीले यो कार्यक्रम राखेका हौं। र यसै गरी यो समाजमा विभिन्न सामाजिक संस्थाहरूले आफ्नो समाजमा रहेका विकृति र विसंगतिहरूलाई निरुत्साहित पार्दै सक्षम सबल र समतामूलक शान्तिमूलक लोकतान्त्रिक समाज बनाउनुको निमित्त जो आज यस वडा नम्बर 6 का विभिन्न संघ संस्थाहरूले अहोरात्र यहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै र सम्मान गर्दै यो आज वाद्यवादन सामग्रीहरू आज हामीले वितरण गर्न लागेका हौं। यो वाद्यवादन सामग्रीसँग म आज यहाँमा एउटा कुरा जोड्नु मन लाग्यो। आज सहजमा सरल रूपमा हामीले वाद्यवादन सामग्रीहरू आज वितरण गर्न लागेका छौं। कुनै समयमा भन्नुको अर्थात विक्रम सम्वत 2007 साल भन्दा अगाडि यो धार्मिक क्रियाकलापको मार्फत र धार्मिक पूजा आजा अथवा हामीले विभिन्न धार्मिक कार्यक्रमहरू मार्फत हामीले प्रवचनहरू पनि दिने गर्छौं। र कुनै समयमा धार्मिक कार्यक्रम गर्नको निमित्त पनि आम नेपाली नागरिकलाई बडो कठिनाई थियो र उक्त धार्मिक कार्यक्रममा राणा शासनको विरुद्धमा यहाँलाई स्मरण छ वा छैन, शुक्रराज शास्त्री जो चाहिँ यो देशको एउटा शहीद एउटा चाहिँ व्यक्ति हुनुहुन्थ्यो। शुक्रराज शास्त्रीले राणालाई अन्त्य गराउनुको निमित्त, शुक्रराज शास्त्रीले राणा शासनलाई कमजोर बनाउनुको निमित्त र उसको विरुद्धमा त्यति बेला त प्रत्यक्ष हामीले खुलेआम राणा तँ हो ऊ हो राणाको विरुद्ध हामीले कहिले पनि गर्न सकेका थिएनौं र गर्न सक्दैन पनि थिएन। तर शुक्रराज शास्त्रीले यस्तै प्रकारका धार्मिक क्रियाकलापबाट भजन कीर्तन मार्फत चाहिँ नेपालको राणा शासनलाई अन्त्य गराउनु र 2007 साल फागुन 7 गतेको जुन चाहिँ एउटा प्रजातन्त्र स्थापना भयो उहाँको महत्वपूर्ण योगदान छ। त्यसकारणले गर्दाखेरि यो वाद्यवादनसँग मैले चाहिँ एउटा हाम्रो भजन कीर्तनसँगलाई मात्रै मैले जोड्नु मैले खोजेका हौं। त्यसकारणले गर्दाखेरि यो कार्यक्रम आज हामीले हेर्दाखेरिको अवस्थामा अत्यन्त एकदम सामान्य कार्यक्रम छ। तर यो सामान्य कार्यक्रमबाट नै यो असामान्य गन्तव्यसम्म हामी पुग्ने चाहिँ एउटा रहेछौं भन्ने कुराहरू चाहिँ कार्यक्रम गर्दै गर्दा मान्छेले अनुभव गरिसके पछाडि चाहिँ कसरी चाहिँ समाजलाई अगाडि लानुपर्ने, कसरी चाहिँ यो समाजमा भएका विभिन्न धर्म संस्कृतिहरूको प्रबन्धन सम्वर्धन गर्ने भन्ने कुराहरू चाहिँ यहाँकै एउटा माया ममता स्नेह र यहाँको साथ र सहयोगको यहाँको जुन चाहिँ दिनुभएको हामी माथि एउटा हौसला र हिम्मतले गर्दाखेरि नै आज विभिन्न हामीले विकास निर्माणका कामहरू, सामाजिक कामहरू, स्वास्थ्यसँग जोडेका कामहरू, शिक्षासँग जोडेका कामहरू आज हामीले गर्नु पाएका छौं र आज हामी गर्दै पनि छौं। अझ वडा नम्बर 6 विशेष गरेर विश्व सम्पदाको सूचीमा सूचीकृत भएको ठाउँ हो। हाम्रो पास यहाँ धेरै मठ मन्दिरहरू छन्, धेरै गुम्बाहरू छन्
काठमाडौँ महानगरपालिका बहुजाति बहुभाषी र बहुसांस्कृतिकले भरिभराउ भएको यो ठाउँ हो। त्यस कारणले गर्दाखेरि पनि यो वडा नम्बर 6 को हामी नागरिक हौ भन्दा म अत्यन्त गर्व पनि म गर्दछु। र अब काठमाडौँ महानगरपालिकाद्वारा गरिएका जुन चाहिँ विकास र निर्माणका कामहरू जो छन् प्रत्यक्ष रूपमा यहाँले पनि चाहिँ दृश्य अवलोकन यहाँले पनि गरिसकेको अवस्था छ होला। हाम्रा पनि केही काम चाहिँ कामहरूप्रति कमजोर र त्रुटि कमीहरू त्यहाँ धेरै छन्, तर काम गर्ने क्रममा पक्कै पनि त्यहाँ त्रुटि र कमी कमजोरीहरू पक्कै पनि हुन्छ। अब अहिले जो अघि हाम्रो चाहिँ यो कामको सन्दर्भमा हाम्रो चाहिँ वडा सदस्य आदरणीय भगवान थापाजीले विस्तृत रूपमा हामीमा स्पष्ट भने कुरो राखिसक्नु भएको छ। हामीले कतिसम्म के गरौँ र हामीले गर्ने चाहिँ पक्षमा के छौँ भन्ने कुराहरू। र अब सबैभन्दा मुख्य कुरो चाहिँ अब बत्ती र सिसी क्यामेराको काम चाहिँ चाँडोभन्दा चाँडो हुँदैछ। सिसी क्यामेराको पनि टेन्डरमा चाहिँ तपाईँको टेन्डर भएर मूल्याङ्कन समितिमा गएर मूल्याङ्कन समितिले पनि आश्रय पत्र दिएर अब कार्यदेश पनि लगभग दिइसक्यो सिसी क्यामेराको सन्दर्भमा। अब बत्तीको लागि पनि लगभग अब कार्यदेश मात्रै दिनु मात्रै बाँकी छ, बत्तीको पनि काम सकिसकेको छ। अब जुन यो विभिन्न ठाउँमा अधुरा जो चाहिँ बन्न बाँकी रहेका जो फुटपाथहरू जो छन् अब ती फुटपाथहरू पनि बन्दैछन्। अब चाहिँ त्यो अधुरा जो चाहिँ धुलाम्बे जो बाटोहरू छन् त्यो धुलाम्बे र हिलाम्बे बाटोहरू पनि अब केही दिन पछाडि केही हप्ता पछाडि अब कुनै ठाउँमा कालोपत्रे हुँदैछन्, कुनै ठाउँमा चाहिँ तपाईँको पिचहरू तपाईँको हुँदैछन्।